वेलकम टु माई भ्लग। आज चाहिँ म नुवाकोटको डाँडा मिनी नुवाकोटको डाँडामा आएको छु होइन। शीतल छ, आनन्द छ, पसिना त आहा तर भर्खर हिँड्दै आएको भएर आएको अझ शीतल छ यहाँ चाहिँ। ओहो बुटलको गर्मी कसरी बसे अनि त्यत्रा ठुला भवना मान्छे गुम्सेर थेट। यो पो लाइफ, सुन्दर शान्त वातावरण, शीतल। ओहो जिनी त यसरी हो, मान्छे कोठाभित्र बसेहन् गुम्सेहन्। हुन्छ त यसो डाँडा पाखातिर निस्किने, हावा खाने, चिसो आनन्द छ, स्वर्गीय आनन्द। स्वर्ग किन जान पर्यो, नेपालमै छ स्वर्ग। हिँडौँ न, कोठा बाहिर निस्किम स्वर्ग देखिन्छ के, कोठाभित्र बसेर स्वर्ग देखिन्छ र? त्यसै स्वर्ग जान पाए हुन्थ्यो भने निस्किम न बाहिर। गौतम बुद्ध पनि घर छोडेर निस्के, बुद्धत्व प्राप्त गरे। तिमीहरू कोठाभित्र बसेर के पाउँछौ? निस्किम साथीहरू, निस्किम बाहिर, निस्किम सुन्दर शान्त वातावरण हेरौँ। अब नेपाल जस्तो प्राकृतिक सुन्दर देशमा बसेर कोठाभित्र थुनिएर देश विदेशका साथीहरूका फोटो हेरेर ओहो त्यसलाई त मोज छ भनेर हुन्छ। तिमीहरू पनि निस्क्यो बाहिर, निस्क्यो। हाम्रो देश यसै मोज छ, फ्रीमा यस्तो वातावरण सुन्दर शान्त होइन र के कसो? यस्तै हो, एक्लै एक्लै भयो नि आउनुपर्छ। सधैँ सबै हुँदैनन्। आफू खुसी, आफ्नो सोच, आफ्नो विचार होइन, आफूलाई जे मन लाग्छ एक्लै भयो नि गर्न चाहिँ पर्छ है केटाहरू। यसो कोही आउला कि कोही होला कि, कोही भए त घुम्न जानु हुन्थ्यो होइन। बकवास हो, निस्किने एक्लै निस्किने। बाटा कोही भेट्टेछन् भने भेट्टेछन्, नत्र एक्लै गन्तव्यमा पुग्न सकिन्छ एक्लै पनि। त्यही भएर निस्किन पर्यो। गुडैभित्र बसेर त सधैँ गुडैमा भइन्छ। कुवाको भ्यागुत्व जहिले पनि कुवामै हो। बाहिर निस्किम, संसार हेरौँ होइन। के छ र 2 दिनको जिन्दगी यस्तै हो। आनन्द छ, शीतल।